हेर्नुहोस् गाइजहरू, म यहाँ बारी दाउरा घाँसको लागि गएको थिएँ आफ्नो हरेनतिर। हरेनबाट निस्केर यहाँ बारीनिर आइपुगेको छु। अनि यसो हजुरहरूलाई गाउँघरको जीवनी शैली कस्तो छ भनेर देखाउँ भनेर मेरो युट्युब च्यानल मार्फत तपाईँहरूलाई देखाउँदैछु। अवश्य पनि हेर्नु होला। गाउँले जीवनमा यस्तै दाउरा घाँस बारी गर्ने, उकाली ओह्राली गर्ने। हेर्नुहोस्, सहरिया जीवन जस्तो छैन गाउँले जीवन। कतिले गाउँले जीवन भोग्नु भएको छ, कतिले भोग्नु भएको छैन। नभोग्नु भएका साथीहरूलाई यही मेरो भिडियो मार्फत देखाउन चाहन्छु। हेर्नुहोस्, ल हेर्नुहोस्, अब पारीका डाँडा काँडाहरू कति रमाइलो छ। हेर्नुहोस्, पारीका गाउँहरू हुन्। यो मेरो गाउँका हो। यो पनि यता पारी चाहिँ अर्को गाउँ पर्छ। हेर्नुहोस् हो, यो त देखिन्छ नि अलिकति अहिले कुहिरोले गर्दाखेरि देखिया छैन, नत्र भने सगरमाथाको चुचुरो भनेर यहाँ त देखिन्छ। र अहिले चाहिँ त्यो धुँधी कुहिरोले गर्दाखेरि देखिँदैन त्यति। एकदम राम्रो छ, रमणीय ठाउँ छ मेरो गाउँ पनि। बारीहरू हुने नि मकै हुन्छ यसमा ठक्क लाएर। अब यो चाहिँ मेरो यता तलको पर्छ घर चाहिँ। यहाँ माथि देखिने घर चाहिँ मेरा हुन्। म भाइ आज खरानतिर गएको थिएँ, के छ कसो छ भनेर आफ्नो खरान बारीको अवलोकन गर्न गएको थिएँ। त्यति बेला यसो याद आएर यहाँ एउटा सानो छोटो भ्लग बनाएको, तपाईँहरूले हेरिदिनु होला है त। अब फेरि कुनै दिन खरानतिर झरेको बेला खरानको बनाउँछ। अहिले चाहिँ यति बाटोमा निस्किँदाखेरि बनाएको छु। त हुन्छ, गाह्रो हुन्छ है साथीहरू। ल त फेरि अर्को भिडियोमा भेटौँला। यो बाँसको गाछ हेर्नुहोस् कत्रो हुन्छ यो बाँसको गाछ। म तपाईँलाई अहिले माथिबाट देखाउँछु है त गाइज। पसिना पनि आउन लागिसके। यो नाम्लो भन्छ यसलाई, थाप्लो खाएछ नाम्लोले। के गर्नु, बिस्तारै बिस्तारै निस्किँदैछु उकालोमा, थाप्लो खाइ भयो नि गाइज। यता मेरो भाउजू हुनुहुन्छ, यहाँले लसुन रोप्नु भएको रहेछ, त्यसको झारको गोडमेल गर्दै हुनुहुन्छ। हेर्नुहोस् गाइज, तपाईँलाई मैले देखाउँछु भनेको बाँसको गाछ हेर्नुहोस् कत्रो छ। ल हेर्नुहोस् बाँसको गाछ। यो घाँस यस्तो मन पराउँछ भैँसीहरू बाख्रोहरूले। हेर्नुहोस् यो घाँस गाई गोरुले धेरै मन पराउँछन्। तर भैँसी गाई बाख्राहरू अलि गर्भवती भएको बेलामा चाहिँ, प्रेग्नेन्ट भएको बेला चाहिँ अलि दिन हुँदैन त्यति खर्सो भनेर यो तुइने भन्छन् गाउँतिर चाहिँ होइन गाइस। हामी अब घर घर आउनु लागिसक्यो है त। यस्तै छ जिन्दगी हाम्रो। हेर्नुहोस् गाउँघरको भारी बोकेर उकाली ओह्राली भन्ज्याङ चौतारी। हेर्नुहोस् गाइस, म घर आइपुगेँ, मेरो घर हो। हेर्नुहोस् रमाइलो छ जिन्दगी गाउँघरतिर। ल गाइजहरू, अब फेरि भेटौँला अर्को भिडियोमा। आजलाई चाहिँ अब यति नै है। अब म यहाँ मेरो यो दाउराको भारी बिसाउँदैछु साथीहरू। यस्तै छ जिन्दगी, मरिलानु के छ र। लु अब हो यसरी फालियो दाउरा भारी। मैले लिएर आएको दाउरा भारी गाइस फालियो। अब मेरो घरमा ठ्याक्क आइपुग्यो घर नि है गाइजहरू। ल फेरि अर्को भिडियोमा है त। बाई बाई सबैलाई।